ल बाबु ढलेमा नाच्छ त ल नाच त बाबु फेरि हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल आफ्टर अ लङ टाइम समथिङ 1 महिना 2 महिना कति भयो होइन त्यसपछि बल्ल आज भ्लग बनाउनु ट्राई गरिरहेको छु अनि आज चाहिँ भर्खरै उठेको अनि आज चाहिँ बबाले धेरै घुम्न जाने प्लान छ कि घुम्न जाने भन्दा पनि धेरै त छैन त्यसै अब अहिले म भन्छु अहिले नभनौँ होला होइन अनि एउटा कुरा कि तपाईँहरूलाई देखाउनु खोजेको यो मेरो पढ्ने रुम हो नि त यसको बाहिर हेर्नु यस्तो मजाले फुल फुल्यो कि कसै देखिँदैन क्या यहाँ रेड कलरको फुलहरू फुलेको सिमीहरू फुलेको होइन सिमीहरू निस्क्यो यो के खालको सिमी भन्नु थियो कि मलाई एउटा दिदीले हिजो यहाँ छ अनि मैले मजाले सफा गरेको होइन अनि यतातिर त पुरै फोहोर गरिदिएको कि यहाँ बाहिरतिर त कस्तो यो उतापट्टिको मान्छेहरू कस्तो एउटा हुनुहुन्छ कि यहाँ सफा गरेको त्यही पनि यो के यता काटेर फालिदिनु भएको कि अनि त्यहाँबाट फोहोर भयो अहिले यो भोलि पर्सितिर मिलाउनु पर्ला यति भन्दै अब चाहिँ म चाहिँ बाहिरतिर जाऊँ सफा गरौँ घर सफा गरौँ किनकि हिजो राति पनि सफा नगरिकन सुतेको छ अब सफा गरौँ अनि खाना बनाएर खाऊँ अनि त्यसपछि आज के प्लान छ सब म स्टेप बाई स्टेप सबै देखाउँदै जान्छु हजुरहरूलाई मेरो रुमको हालत कस्तो छ म तपाईँहरूलाई देखाउँछु होइन र यो चाहिँ नर्मली भइहालेको अरे यहाँ त अब फोहोर छ नदेखाउँ मलाई रुम त अनि हिजो पनि के अरे थगेला थियो कि त्यही कारणले गर्दा चाहिँ सफा नगरिकन सुतेको अरे यस्तो खालको हेरेर पुरै किचन पनि भाँडा पनि धुयो होइन अब यतातिर पनि सरसफाइहरू पनि भएन यता यो बेडरुम त देखाउँदै नदेखाऊँ किनकि एकदम फोहोर छ कपडाले गर्दाखेरि अब यति भन्दै अब यो सब बढाल्छु अनि बाटोसाटो दिन्छु अनि बल्ल खाना बनाउनु सुरु गर्छु हेर्नु किचन यस्तो होइन अब यतिको पेयरहरू छ अब यसलाई चाहिँ म यस्तो गरेर चाहिँ चिरेक्क गरेर राम्रो बनाउँछ नि त्यही गरिदिनु पर्ला अहिलेलाई चाहिँ भातहरू बनाइराख्नु यो पनि धुनुपर्ने हिजो बेलुका नदिएको सुतेको चिया पाकिरहेको चिया चाहिँ बन्द गरिदिनु चियालाई एकजनालाई मात्र धेरै बनाउनु पनि पर्दैन अनि तरकारी चाहिँ हिजोकै छ अहिले चाहिँ गर्छु अब स्मेल गर्ने त्यो गर्ने गर्छु त्यसपछि राम्रै छ भने खान्छु नत्र भने चाहिँ म फालिदिइहाल्छु किनकि मलाई चाहिँ बासी चाहिँ एकदमै सहदैन कि ग्यास्ट्रिक भइहाल्छ अनि अब यो सबै सरसफाइ चाहिँ होइन यस्तो गरेर चिरेक्क गरेर सरसफाइ गर्ने होला अनि यहाँ चाहिँ कि अब कति दिन भयो नि त फोहोर नफालेको 2 दिन भयो कति यहाँ पुरै फोहोरै जम्यो रहेछ होइन यो भगवान् लास्टै भयो रहेछ कि अब खाजा चाहिँ खानु पर्यो चिया र बिस्कुट खानु पर्ला 2वटा बिस्कुट छ त्यो खानु पर्ला एउटा बिस्कुट अहिले एउटा बिस्कुट दिउँसो खानु पर्ला भन्दै देखिन्छ कि देखिँदैन यार अब च्यानल छ कि चिया र बिस्कुट भइहाल्यो यो होइन अब यो खान्छु त्यसपछि यो खाएपछि चाहिँ खाना बनाउनु अब सरसफाइ गर्ने सुरु गर्छु त्यसपछि सरसफाइ गरिसकेपछि बल्ल भेट्नु पर्ला हजुरहरूलाई के बडाले पनि के देखाइराख्नु है यो होइन बडाल त सब यस्तो पेयरहरू निस्किरहेको यसलाई भन्न पनि आउँदैन तर म चाहिँ यसलाई चाहिँ होइन मेरो त्यो बच्चा हुँदाखेरि हुन्छ नि त्यो गाउँघरतिर गुलेली भन्छन् होइन गाउँघरतिर अब सहरतिर गुलेल या समथिङ के भन्छ भएन होइन त्यो भाइने जस्तो भन्नु पऱ्यो कि त्यसको उस भन्छ नि त्यसरी त्यसको त्यो यस्तो क्रस हुन्छ नि त्यसमा माथि भन्छ नि त्यसरी भन्नु पऱ्यो यो घरमा एकचोटि सिकाएको त थियो मलाई होइन त्यो घर साइडको एउटा बजु सिकाउनु त भएको थियो मलाई बच्चा हुँदा यो कुचो भान्ने तरिका तर मैले बिर्सेँ कि त्यो भएर म चाहिँ आज चाहिँ आफ्नै अनौको गुलेल भान्ने तरिकाले चाहिँ भान्नु पऱ्यो अब लेट्स होप यो होस् होइन यस्तो भन्नु बाहिरतिर तरकारी खुब बेसी राख्नु मलाई सब्जी खान मन लाग्छ मलाई फेरि हरियो परियो खान मन लाग्छ फेरि मम्मीले चाहिँ त्योभन्दा त बरु मासु किनेर खा भन्छन् के गर्ने हो फेरि यस्तो भयो कि अहिले हरियो परियोलाई चाहिँ एकदम महँगो खानु त त्यही कारणले गर्दा चाहिँ मम्मीले चाहिँ त्योभन्दा बरु सस्तो मासु किनेर खा भन्नुभयो कि होइन अनि मलाई चाहिँ मासु भन्दा चाहिँ
मासु पनि मनपर्छ नमनपर्ने होइन, नराटी भन्नुपर्दा चाहिन्छ दिनदिनै सकेसम्म पाएसम्म होइन। तर मासुभन्दा चाहिँ मलाई चाहिँ साग बढी मनपर्छ कि हरियो परियो साग, सिमी, करेला। यति बेला त करेला त्यो अब हाम्रोतिर करेला भन्छन् होइन, अब तिते करेला होइन कि अर्को चाहिँ करेला होइन। त्यो करेला र त्यो अब जेसँग भए पनि, जुन मासुसँग भयो भने, सुकुटीसँग जेउसँग भयो भने त्योसँग फ्राई गरेर खाने यस्तो मिठो हुन्छ होइन, टमाटर नहालिकन कि यस्तो बवाल मिठो हुन्छ होइन। ए भगवान् के भनौँ, त्यस्तो खाना नपाएको दिनहरू पनि थुप्रै भयो त होइन। खानै नपाएको चाहिँ होइन, फेरि खाना चाहिँ बाहिर छ अरू अरू कुरा, तर मैले भने यस्तो कुराहरू चाहिँ खाना पाइरहेको छैन क्या मैले। यसलाई माका कसरी भन्ने हो, यसलाई यसरी गुलिले यसरी भन्ने, तन्ताउने बिचबाट टोडियो पारिदिनु पर्ला। बडाल त सकियो, झन् बडाल सकेपछि यस्तो होइदिएर जुगाड प्रोम्याक्स नेपाली हो नि चान्सबासी गर्छ भन्दै नि हो त्यस्तै। धेरै दिनपछि भ्लग बनाउनु थालेको होइन। अनि म चाहिँ खास भने भ्लग बनाउँदिनँ, अब मोबाइल किनेर नि बनाउँछु भन्ने सोचेको थिएँ। फेरि यस्तो भयो कि हस्पिटलमा एक्सरे गर्नु गयो, अनि हस्पिटलमा नि सबैलाई थाहा रहेछ, थाहा कसरी थाहा भयो त्यो चाहिँ मलाई थाहा भएन, तर थाहा रहेछ दिदीहरूलाई, जस निकै धेरै दिदीहरूलाई थाहा रहेछ। अनि दिदीहरूले भ्लग किन बनाउनु छोडेको भनेर कुरा गर्नुहुन्छ क्या जहिले जाँदा पनि, अनि अङ्कलहरू मामाहरूले पनि। अनि त्यही भएर बाहिर फेरि त्यो ट्याक्सी चलाउने दाइहरूलाई पनि त्यो छ नि त सब्सक्राइब गरिदिनु न, अनि दाइहरूले पनि भन्न थाल्नुभयो। अनि त्यही भएर नै अब अस्ति स्विमिङ जाने दिन बनाउँछु भनेको थिएँ, भएन। फेरि हिजो अस्ति अलस्ति स्विमिङ गर्थ्यौँ हामी कति दिन अगाडि, त्यहाँ पनि भएन। फेरि 2 दिन अगाडि होला हामी हस्पिटल गर्थ्यौँ एउटा साथीलाई लिएर, त्यतिखेर पनि बनाउँछु भनेको भएन। फेरि आज पनि बनाउँछु भनेर ट्राई त गरिरहेको छु, तर अब यो कम्प्लिट हुन्छ कि हुन्छ थाहा छैन। अनि हियर कम माई हेयर्स भन्नै आएन यार, छा छोड। अब ब्रान्ड न्यू कुचो नामी पुरै फुल उट्टा बढेको यति भए चल्छ 1 महिना 2 महिना। पैसा नभएको लागि के फोकर्नु नआइदिने राख्नु होइन। यो पनि पातलो भयो, गलास गरमको थियो, के अरे किन्ने बेला त औडा गरमको थियो, अन्त झरी यत्तिको पातलो भइसकेको छ। यो पनि यस्तो पातलो भयो, अनि बढाल्दा त अन्त सेरेक गरी कराउँछ। अब पहिला त राम्रोसँग पढाएको थियो नि त, केही छैन। यति भन्दैमा अब चाहिँ भाँडा धुन जाऊँ, किनकि सरसफाइ गरिसक्यो, भाँडा धुन बाँकी छ, भाँडा धुने अनि कपडा मिलाउँछु। त्यसपछि अब खाना पनि पाकिसक्नु होला, त्यसपछि खाएर फटाकको कुरा जे काम छ त्यही चाहिँ गर्न जानु लाग्छ। कस्तो पेहरू थियो नि त, सबै भाँडाकुँडा धोएर सबै मिलाएर चिटिक्क कस्तो खाल्टो राम्रो देखिएछ नि त। यता पनि गऱ्यो, सबभन्दा मेन सरसफाइ चाहिँ यहाँ गऱ्यो। यहाँ कपडा थियो, सबै गरेर त्यहाँ उसमा सुटकेसमा अनि ज्याप्रो चलाउन राख्यो। अझ नुहाउनु अब लगाएर जानुपर्छ नि त कोही त, त्यस्तोहरू चाहिँ राख्यो। त्यस्तोहरू चाहिँ राख्यो। लास्टै झिल्ले गर्दो रहेछ नभन, यहाँ राख्यो लगाएर जानुपर्ने चाहिँ। अनि यहाँ चाहिँ ब्यागहरू यताउति राखेको, यहाँ चाहिँ मच्छरदानी। अब इनकेस चाहिएछ भने, किनकि आज बेलुकी चाहिँ एउटा मात्र मच्छर आएको थियो, एकदम डिस्टर्ब भइरहेको थियो। यो चाहिँ म सुत्ने बेड भइहाल्यो, यहाँ मिलाएको छ। अब चाहिँ खासै केही काम बाँकी त छैन, अब खाना खाने हो, खाना पनि रेडी छ। अनि यो साइकलको यो यहाँको ब्रेक यो मिलाउनु पर्ने थियो नि, यो चाहिँ मिलाएको छैन, कति महिना भइसक्यो थाहै छैन। यो मिलाउने भन्दै गयो। अनि अर्को मेन काम चाहिँ आज चाहिँ के छ भन्दा, सबभन्दा मेन काम चाहिँ मरमसलाहरू भ्याइएछ, अनि चामल पनि भ्याइएछ, अलिकति मात्र बाँकी छ। त्यही भएर चामल पनि लिन जानुपर्ने छ। अनि कहाँबाट ल्याउने, कुन चामल ल्याउने थाहै छैन, किनकि अहिले चाहिँ यो प्रडक्ट चाहिँ अलिकति ठिकठिकैको चामल ल्याउनु पर्ला भन्ने सोचेछु। धेरै महँगो नि होइन, धेरै सस्तो नि होइन। त्यही भएर यति भन्दै म खाना खान्छु। अनि खाना आएपछि कपडा धुनु बाँकी छ। मैले कपडा भिजाएर राखेको थिएँ, कपडा भिजाएको छ होइन। यो सिरानी 2वटा धुनु छ, कपडा धुनु छ बाँकी नै चाहिँ नि, थुप्रै काम बाँकी छ। त्यही भएर अब छिटो खाना खान्छु। खाना आइसकेपछि चाहिँ यो धुने, अनि धुइसकेपछि बल्ल भेट्छु तपाईँहरूलाई। खानासाना पनि खाइयो, सबै कामहरू पनि भ्याइयो, सरसफाइ भयो, सबै कपडा धुने पनि भ्याइयो। अब अहिले चाहिँ यस्तो मिठो घाम लाग्यो होइन,
आजको चाहिँ पोखराको मौसम यस्तो छ, त्यही भएर गर्मी पनि भइरहेछ, त्यही भएर स्विमिङ जाने पनि प्लान बनाइराखौँ। अनि यहाँबाट सबभन्दा मेन चाहिँ नदीपुर जान्छ, नदीपुर गएर चाहिँ ठुलोमैमा पैसा लिन्छ, चामलहरू यताउति किन्न पैसा लिन्छ, अनि पैसा लिन्छौँ। त्यसपछि पैसा लिएपछि चाहिँ कलेजमा जान पनि सक्छु, नजान पनि सक्छु। कलेजमा गएर त्यसपछि बुक रिटर्न गर्छु, बुक रिटर्न गरेर त्यसपछि फेरि त्यहाँबाट चाहिँ अलि माथि डल्लुको साथीहरूमा जान्छौँ, साथीहरूमा गएर त्यसपछि चाहिँ दाईहरू साथीहरूमा जान्छौँ। अनि त्यहाँबाट गएर चाहिँ स्विमिङ जाने भन्ने प्लान भइरह। अब अस्ति पनि गएको हामी समथिङ 1 हप्ता अगाडि या त्योभन्दा अलिक थोरै 5-6 दिन अगाडि पनि गएको जानु त, त्यही ठाउँमा गएको। तर त्यति बेला चाहिँ अब पुरै प्रिपेरेसन बिना चाहिँ गएको, यत्तिकै होलसेलमा कि यत्तिकै मुड चलेर साथीहरूको चलेर यत्तिकै रुममा बस्दा बस्दा ल जाम स्विमिङ भनेर निस्किएको हो बगरबाट होइन। अब त्यही भएर आज चाहिँ यहीँबाट प्लान भनेको भएर सबै टावलहरू पुरै प्लास्टिकहरू हाले, किनकि अस्ति त चिसो कपडा हाल्ने प्लास्टिकै थिएन, झोलामा हालेर आएको होइन। अनि झोलामा हालेर आउँदा चाहिँ के भयो थियो भन्दा चाहिँ पुरै कपडै चिसो भएको थियो, अब झोला पनि चिसो अनि यस्तो ब्याक साइडहरूमा पनि चिसै भएको थियो पुरै होइन। त्यही कारणले गर्दा चाहिँ आज चाहिँ पुरै चिसो कपडा हाल्ने प्लास्टिक, चेन्ज गर्ने कपडा, टावल एभ्री कुरा हाल्यो हो। सनस्क्रिन चाहिँ मसँग भ्याइएको थियो, त्यो भएर त्यहाँबाट साथीलाई ल्याइदियो भने हो। अब उसको ल्याएर जान्छु होला, ल्याइदिन्छ भने, नत्र ल्याएन भने चाहिँ अब यस्तै जान्छु। अब यति भन्दै चाहिँ ढिला नगरिकन जान्छु, किनकि यस्तो टन्टक घाम लगाइरह, अब यस्तो टन्टक घाममा हिँड्न पनि गाह्रो छ। अनि प्लस साथीहरूले कराइराख्यो कि दाइहरू साथीहरूले कराइराख्नु हो अझै ढिला गर्ने भनेर, त्यही कारणले गर्दा छिटो छिटो जान्छु। यहाँ ठुलो मम्मीमा पैसा लिन आएको होइन, पैसा लिन जानु रुममा ठुलो मम्मी चाहिँ त्यहाँ एउटा साथीको चाहिँ काम परेर फेरि अर्को साथीको के परेर अनि गर्दा सबै क्यान्सल भयो अरे। नेक्स्ट टाइम जाने स्विमिङ चाहिँ अब कलेजमा पनि जाँदैन म यति होस्, यहीँबाट फर्किन्छु होला सायद म चाहिँ होइन। अब हेरौँ के हुन्छ होइन। अब यहाँबाट पैसा थाहौँ पहिला। आन्टी चाहिँ ठुलो मम्मी चाहिँ आउनु भयो होइन, ठुलो मम्मीको यहाँ पार्लर छ कि, यहाँ फोटो ऊ देखाइदिन्छु, यहाँनिर छ ऊ, त्यहाँनिर चाहिँ ऊ त्यो सिधा अगाडि चाहिँ कन्या क्याम्पसबाट भित्र छिर्ने गर्ने, यहाँनिर ठ्याक्क पर्छ क्या, चोकैमा छ होइन, चोकैमा छ। इफ कसैलाई चाहिँ के अरे उस गर्न मन छ भने चाहिँ यहाँ आएर गर्दा हुन्छ, थ्रेडिङहरू के पार्लरको कामहरू गर्दा राम्रो गरिदिनुहुन्छ। हिँडेर आएको त कस्तो हो कि पुरै डढेको कि सबैतिर, छालै डढेको, सनस्क्रिन नलाइकन आएको थियो नि त, त्यही कारणले गर्दा यस्तो हो मेरो चाहिँ आजको गेटअप। यो लगाइरहने होला कि एकदम गर्मी भएको हुनु चाहिँ। ल नाच त भयो फेरि, होइन अलि मजाले नाच्न, अहिलेको जस्तो नाच्न। नाच त बाबु ल, चम्मा 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 गरेर नाच त। ल बाबु ढले ढलेमा नाच्छ त। रोल 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 रोल, म त ढले गर्दैन बाबु। पनि भएन खासै केही भएन। अब पैसा लियो त्यसपछि त अलिमाथि साथीकोमा गएको नि त, त्यसपछि त्यहाँबाट त स्विमिङ नजाने यताउति भन्दा भन्दै त्यहीँ बसेको, त्यहाँ बसेर त्यो साथीको मोबाइलमा गेम खेलेको थियो नि, त्यहीँ रात पऱ्यो होइन, त्यो रात परेर भर्खरै आएको। अनि आजको खाना चाहिँ के गर्ने भन्दा चाहिँ मासु ल्याएको 200 रुपियाँको, टमाटर ल्याएको, अनि एउटा चाहिँ यो ल्याएको। अब यो मलाई भोलिसम्म हुन्छ होला सायद होइन, आई गेस। चामल पनि यति मात्र भयो कि आज चामल किन्नै पाएन, चामल अलिक किन्नुपर्ने छ। त्यो चाहिँ खाना बनाइन्छ, खाना खाइन्छ, त्यसपछि त्यही भएर सुत्छु। आज केही भएन भन्नलाई देखाउनलाई केही भएन, यति भन्दा आजको भ्लग यहीँ गरिदिन्छु। ओके, सी यू टुमारो।